धमलाजी नमस्कार। अनि के छ नि धमलाजी, तपाईँ त फेरि राजनीतिमा आउने भन्ने चर्चा त एकदमै चलिरहेको छ त। आखिर के हो कुरा, तपाईँ फेरि राजनीतिमा आउन थाल्नु भएको पत्रकारिता छोडेर? होइन। A few moments later. रौतहट 4 का उम्मेदवार ऋषि धमलाले नयाँ संस्कारको सुरुवात गरेका छन्। परिवेशमा वरिष्ठ पत्रकार ऋषि धमलाले रौतहट 4 बाट प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवारी दिएपछि यो निर्वाचन थप चर्चाको केन्द्रमा पुगेको छ। होइन ऋषिजी, के पारा हो तपाईँको यस्तो? अनि भर्खरै म राजनीतिमा आएको छैन भन्ने, अहिले त तपाईँ राजनीतिमा आएको कुरा त पुरै न्युजभरि भाइरल छ त। के हो यस्तो? हेर्नुहोस् त रवि दाई, अब त गर्दा गर्दै धमला पनि राजनीतिमा आउनु भएछ। मलाई केही कुरा भनिदिनुहोस् त, उहाँ भर्खर राजनीतिमा नयाँ नयाँ हुनुहुन्छ नि, केही भनिदिनुहोस् मलाई। ऋषि धमला के भन्ने, कहिलेकाहीँ चाहिँ यो जोकर भएन भने सर्कस चल्दैन भनेर छोड्दैछ मलाई। हे रवि दाई, त्यस्तो नभनिदिनु न। बिचरा उहाँ धमलाजी आफ्नो बुढीको खुसीको लागि राजनीतिमा आउनु भएको छ, त्यस्तो नभनिदिनु। होइन त ऋषिजी, तपाईँ आफ्नो बुढीको खुसीको लागि त आउनु भएको होला नि राजनीतिमा। होइन, म जनताको इच्छा पुरा गर्न आएको हुँ, श्रीमतीको होइन। अनि त्यसो भए कसको लागि आउनु भएको हो त नि राजनीतिमा? म जनताको इच्छा पुरा गर्न आएको हुँ। ओहो, जनताका लागि आउनु भएको? ल ठिक छ, त्यसो भए अब जनताका लागि आएको भए अब जनतालाई त आफ्नो एजेन्डा भिजन सुनाउने होला नि। के छन् तपाईँका एजेन्डा भिजनहरू? ल यहाँ जनतालाई सुनाउनुहोस् त। हेत्तेरी ऋषिजी, तपाईँलाई मैले आफ्नो एजेन्डा आफ्नो भिजन जनतालाई सुनाउनुहोस् भनेको पो त। के आप जो बोलेंगे मैं वही करूँगा भनेको त। फेरि जनताले आफ्नो घरका जुठा भाँडा मजाउलान् नि। आफ्नो एजेन्डा सुनाउनुहोस्। हेत्तेरी ऋषिजी, तपाईँ देशको प्रधानमन्त्री बन्नुभयो भने तपाईँले जनताका लागि के काम गर्नु छ त्यो पो भन्नुहोस् भनेको त। अनि यो देशको प्रधानमन्त्री बन्यो भने म 3टा मात्रै काम गर्छु। पहिलो दिन हामी अगाडि बढ्यौँ, मेरो गाडी छुटिसक्यो, यो चढ्छ नचढ्ने। हेत्तेरी ऋषिजी, कहाँ यस्तो उखु बोक्ने, जेरी हाल्ने, साइकल चलाउने, आरा रेट्ने गरेर कहाँ देशको विकास हुन्छ त? यसरी पनि कोही देशको विकास हुन्छ? के मैले उखु किसानको छ नि एजेन्डा उठान नगरी, कि मैले उखु काट्नै नहुने, कि मैले जेरी पकाउनै नहुने? हेत्तेरी ऋषिजी, यस्तो काम गरेर पनि कोही जनताले तपाईँलाई भोट हाल्छ नि त नि? ओहो, तपाईँको यस्तो पाराले त तपाईँले यो चुनाव जित्नु छ जस्तो मलाई लागेन। तपाईँ फेरि आफ्नो पत्रकारिता धेरै फर्किँदा राम्रो लाग्यो ऋषिजी। तपाईँ चुनाव ढुक्क हार्नुहुन्छ। होइन, म चुनाव हार्दिनँ, मैले हार्न जाने छैन। मलाई जनताले जिताउँछन् र ऋषि धमला जित्नको लागि आएको, कहिले हारेको छैन। अनि ऋषिजी, तपाईँले त अस्ति मैले उहाँको रौतहटको मेयरलाई फोन गरेँ भनेर उहाँ भेलु बाजालाई फोन गर्नुभयो अरे। तपाईँसँग जनता एकदमै रिसाएका छन्। तपाईँलाई यसपालि भोट हाल्दैनन् जनताले। ए मेयर साहब नमस्कार। हजुर कहाँबाट होला? मुसरर बस्तीमा छु। ऋषि धमला बोल्दैछु। जनताहरूको पीडा के छ भन्दाखेरि पिउने पानी छैन, हल निकास भएन। यो म लाइभमा छु मेयर साहब। म बिहामा छोरा यहाँ सरोर आउनु भएको अनि हामी बस्छौँ अहिले। यहाँ आएर गर्नु तपाईँहरू यहाँ आउनुहुन्न, फोहोरको व्यवस्थापन गर्नुहुन्न, किन, के कारणले? यहाँ फोहोरै फोहोर छ। तेरो बाउले भन्यो होला, यहाँ तरुणसित भर्खर बसेछु त्यही बेला फोन गरेछ कि माथि त कोरे मादर छ। मेयर साहबलाई के छ? नमस्कार हजुर। हजुर भन्नु। नाला खतम भयो, जाम भइसकेको छ यसमा। तेरो बाउले भन्यो होला मादर छ। अझ हाँसियो धमला यो काजु। यसरी पनि कोही चुनाव जितिन्छ त? तपाईँले चुनाव जित्नुहुन्न। तपाईँ फेरि आफ्नो बोरी बिस्तर बोकेर सत्य काठमाडौँतिर भागेको हुन्छ। रौतहटवासीले तपाईँलाई विश्वास गर्दैनन्, तपाईँ चुनाव हार्नुभयो, ढुक्क लेखेर राख्नुहोस्। होइन, मैले भने नि त म चुनाव हार्दिनँ। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ?